कारण फेरि थोरै बनाउने चलन छैन। एकैचोटि 200-300 प्लेटको लागि हो ड्याम पारेर यो धनियाँलाई चाहिँ चट्ट अब काटेर धोएर काट्छ होइन, सर्लक्क हाल्ने कि सबै हाल्छ। वाउ, अब धनियाँलाई चाहिँ स्वाट काटेर। आज चाहिँ हाम्रो प्रकाश दाइले मोमो अचार बनाउँदै हुनुहुन्छ उहाँले। अनि यो चाहिँ मोमो अचारको लागि हो। यो धनियाँ चाहिँ कस्तो हो भने हाम्रोमा चाहिँ धनियाँको स्वाद आएन भने चाहिँ हुँदैन कि साथी हो। उहाँले यसरी बनाउँदै हुनुहुन्छ। अनि म चाहिँ के भन्छु भने हामी चाहिँ हाल अहिले खासमा भन्नुपर्दा दुबईबाट हो। यो चाहिँ हामीले दुबईमा बनाएको मोमो अचार हो। नेपाली तरिकाले हामी बनाउँदैनौँ। यो चाहिँ तपाईँहरूलाई किन ढाँट्नु, नेपालमा दुबईमा बस्नेहरू नेपाललाई रियल कुरा हो, केही कुरा फ्रेस हुँदैन। तपाईँहरूलाई पनि थाहा होला त्यो चाहिँ। यो चाहिँ हाम्रो बनाएर यो चाहिँ हामीले यसरी आज जति चल्छ त्यति राख्छौँ, त्यसरी राखेर बेसी गर्ने हुन्छ। यति हो साथी हो, यति हो होइन, खाने हो के। उनीहरूलाई पनि थाहा छ नि। यसरी हाम्रो कामहरू हुन्छ। टमाटर कट्टा हेर्नु आधी आधीमा त यता हाम्रो दाइले के ल्याएर आयो? आयो ताजा ताजा कालो कि आयो यसो आयो लेमन आयो ताजा ताजा। ओके, यति भए